वंदे महापुरुषते चरणारविंदम। श्री राधा सर्वेश्वर भगवान को, श्री राधा दामोदर भगवान को, श्री राधा गोविंद भगवान को। आज हामी यस पवित्र तीर्थस्थल गोकर्णेश्वर धाममा श्रीमद् भागवतको कथा श्रवणका निम्ति जुटिसकेका छौं। अन्य क्षेत्रे कृतं पापम तीर्थ क्षेत्रे विनश्यति, तीर्थ क्षेत्रे कृतं पापम वज्रलेपो भविष्यति। हामीले अरु क्षेत्रमा गरेको पाप चाहिँ यो बागमती नदीको तटमा रहेको भगवानको साक्षात स्वरूप गोकर्णेश्वर अवतारको साक्षात स्वरूप यो गोकर्णेश्वर धाममा विनाश हुन्छ भने हामीले यहाँ गरेको पाप चाहिँ के हुन्छ, कुनै क्षेत्रमा गएर पनि के गर्न सकिदैन, नाश गर्न सकिदैन। अन्य क्षेत्रे कृतं पापम तीर्थ क्षेत्रे विनश्यति, तीर्थ क्षेत्रे कृतं पापम वज्रलेपो भविष्यति। तीर्थ क्षेत्रमा गरेको पाप चाहिँ कुनै क्षेत्रमा गएर पनि विनाश गर्न सकिदैन। कलियुगको बेला थियो, यो सुदामा चरित्रकै प्रसङ्ग छ। कलियुगको बेला थियो, परीक्षित महाराजले सुखदेव स्वामीलाई प्रश्न सोध्नुहुन्थ्यो। सुखदेव स्वामीले त्यस प्रश्नको उत्तर दिँदै जानुहुन्थ्यो। परीक्षित महाराजले सुखदेव स्वामीले सोध्नुहुन्छ कि हे सुखदेव स्वामी, तपाईले श्रीहरिले अनेकौं राजाहरूलाई, अनेकै धनीहरूलाई, अनेकै विद्वानहरूलाई, अनेकै ठुला पदमा बसेकाहरूलाई उद्धार गर्नुभएको छ, तर के हाम्रो श्रीकृष्ण भगवानले कुनै गरिबलाई, कुनै दीनलाई चाहिँ उद्धार गरेको प्रसङ्ग छैन? हाम्रो हरि त एकदम दयालु हुनुहुन्छ, उहाँले कुनै गरिबलाई उद्धार गरेको प्रसङ्ग छ भने मलाई सुनाउनुहोस् न भनेर चाहिँ परीक्षित महाराजले सुखदेव स्वामीलाई सोध्नुहुन्छ। तब सुखदेव स्वामीले भन्नुहुन्छ, किन नहुने, त्यस्तो एउटा प्रसङ्ग छ, सुनाउँछु, तपाईँले ध्यानपूर्वक सुन्नु होला। अब ध्यानको लागि सबैभन्दा पहिला चाहिन्छ मनको स्थिरता। मनको स्थिरताको लागि के हुन्छ, हाम्रो मन चञ्चल चित्तोमा रह भने मन चञ्चल हुन्छ। त्यसको लागि चाहिँ हाम्रो सञ्चलित भएको मनलाई चाहिँ एकत्रित गर्न एउटा सानो मिठो भजन गरौँ, त्यसपछि हाम्रो प्रसङ्ग अगाडि बढ्छ। श्री कृष्ण गोविन्द माधव श्याम मुकुन्द केशव दर्शन भाम। श्री कृष्ण गोविन्द माधव श्याम मुकुन्द